यो रकुगाचुबाट अब लगभग धेरैजना विद्यार्थीहरूको घरमा एउटा पेपर आएको हुन्छ, रेसिडेन्ट ट्याक्स। तपाईँ बसेको ठाउँको कर तिर्नुपर्छ र कतिजनालाई लाग्न सक्छ यो कसरी आयो, यो के हो भन्ने लाग्न सक्छ। तपाईँ बसेको ठाउँको कर तिर्नुपर्छ जापानमा। अघिल्लो वर्ष आउनुभएको थियो ती विद्यार्थीहरूको अहिले आएको हुन्छ। अब त्यो आएको पेपरहरू तपाईँहरूले कम्बिनी स्टोरबाट अथवा तपाईँले स्याक्सो क्वाक्सोमा गएर तिर्न सक्नुहुन्छ। अहिले जुन नयाँ विद्यार्थीहरू आउनुभएको छ उहाँहरूले तिर्नु पर्दैन। लगभग नर्मली रूपमा यसरी बुझ्नु होला कि जापानमा आउने वर्ष यो रेसिडेन्ट ट्याक्स तिर्नु पर्दैन। किन पर्दैन त भन्दा तपाईँले अघिल्लो वर्ष कति काम गर्नुभयो त्यो कामको आधारमा तपाईँलाई त्यो हेरेर ट्याक्सहरू निर्धारण गरेको हुन्छ र त्यसरी नै तपाईँले रेसिडेन्ट ट्याक्स तिर्नुपर्छ। तपाईँको घरमा पेपरहरू आएको हुन्छ। अब एकैचोटि तिर्न तपाईँले सक्नुहुन्न भने तपाईँको सिटी अफिसमा गएर मेरो आम्दानी कम छ, म एकैचोटि तिर्न सक्दिनँ, यसलाई चाहिँ नि मैले थोरै थोरै गरेर तिर्न चाहन्छु, मलाई डिभाइड गरेर अलिकति कम गराइदिनु होला भन्नुभयो भने तपाईँको अलिकति घटाएर प्रत्येक महिना थोरै थोरै तिर्न मिल्ने बनाइदिन सक्छ। तर तपाईँ सिटी अफिस पनि जानुभएको छैन र तपाईँले आएको पेपरको बिल पनि तिर्नु भएको छैन भने तपाईँको भविष्यमा भिजामा समस्या हुन सक्छ। म यो जानकारी गराउन चाहन्छु। यो फेरि कस्तो छ भन्दा तपाईँले यो वर्ष तिर्नु भएन र पछि बढ्दै गयो भने तपाईँको पेनाल्टी लाग्छ, झन् पैसा बढ्दै जान्छ। त्यो हुँदा सम्पूर्ण विद्यार्थीहरू जति पनि अघिल्लो वर्ष 2024 मा जापानमा आउनुभयो तपाईहरूको घरमा आएको हुन्छ यस्तो बिलहरू। यदि आएको छैन भने तपाईँले एकचोटि सिटी अफिसमा गएर बुझ्नु होला र बेलैमा तिर्नु होला। यो तिर्नु भएन भने भोलि बिहान लामो समयसम्म तपाईँ जापानमा बस्नुहुन्छ अथवा जापानमा बस्ने सोच गराउनु भएको छ भने तपाईँको पर्मानेन्ट रेसिडेन्टदेखि लिएर अरू सरकारी कामहरूमा पनि असर पर्न सक्छ। त्यो हुँदाखेरि आएको बिलहरू सबै तिर्नु होला। अब कतिजना विद्यार्थीहरूलाई लाग्न सक्छ अघिल्लो वर्ष त आएको थिएन, यो वर्ष कसरी आयो भन्नु होला। तपाईँले अघिल्लो वर्ष काम गरेको आधारमा निर्धारण गरेर यो रेसिडेन्ट ट्याक्स तिर्नुपर्छ। तपाईँले यो पहिलो पटक देख्नु भएको छ अथवा तपाईँलाई त्यति थाहा छैन भने नजिकको आफ्नो मान्छेहरू जसलाई थाहा छ त्यो बारेमा एकचोटि पेपर देखाएर यो के हो भन्नु होला र तिर्न चाहिने सबैले तिर्नु होला। यो नतिर्नु भयो भने तपाईँको त्यहाँ रेकर्डहरू रहिरहेको हुन्छ अनि पछि तपाईँलाई समस्या हुन सक्छ। र नयाँ आएका अहिले भर्खर यो वर्ष आएका विद्यार्थीहरूले तिर्नु पर्दैन, उनीहरूको लागि एक वर्ष फ्री हुन्छ र अर्को वर्ष चाहिँ नि अघिल्लो वर्ष काम गरेको त्यो रेकर्ड हेरेर तपाईहरुलाई यसरी पेपरहरू आएको हुन्छ। अब कति कुराहरू पेपर थाहा हुँदैन, धेरैजना विद्यार्थीहरू बसेको ठाउँमा एकजनाको पेपर हेरेर यो केही पनि हैन होला भनेर फेरि गोमी यो नचाहिने ठाउँमा फाल्दिन सक्नुहुन्छ। त्यस्तो काम नगर्नु होला, किनकि तपाईले फाल्दिनु भयो भने तपाईको सँगै बसेको साथीले तिर्नुपर्ने रकम तिर्न पाउनुहुन्न र उहाँलाई पछि समस्या हुन सक्छ। बिल आएन भनेर खुसी नहुनु होला। किन बिल आएन भनेर तपाईले फोन गरेर भए पनि सोध्नु होला। तिर्न पर्ने रकम बेलैमा तिर्नु भयो भने तपाईको जीवनयापन सहज हुन्छ, पछि तपाईलाई कुनै पनि समस्याहरू आउँदैन। म यही जानकारी गराउन चाहन्छु। र तपाईहरुले क्याशमा काम गरेको छु भनेर भन्नुभएको छ भने पनि तपाईको कुनै कम्पनीहरुले तपाईको ट्याक्सहरू सिटी अफिसमा पठाएको हुन्छ। जापानमा काम गरेको कसरी थाहा हुन्छ भन्नु होला। जापानमा तपाईको नामै दिनु पर्दैन, जाइरो कार्डै दिनु पर्दैन, तपाईको फोन नम्बर र तपाईको एड्रेसहरू हाल्यो भने सम्पूर्ण डिटेलहरू त्यहाँबाट निकाल्न सक्छ। यो कुरा पनि धेरैजना विद्यार्थीहरूले बुझ्नु होला। पछि त्यो समस्या आयो भने समाधान खोज्नको लागि एकदमै गाह्रो हुन्छ। बेलैमा सतर्क रहनु होला। आएका बिलहरू खुरुखुरु तिर्नु होला। यदि सब समयमै तपाईले तिर्नु भयो भने तपाईलाई समस्या हुँदैन। अरु धेरै कुराहरू बुझ्न चाहनुहुन्छ भने तपाईको नजिकको सिटी अफिसमा गएर बुझ्न सक्नुहुन्छ। त्यहाँ नेपाली ट्रान्सलेटरहरू पनि हुनुहुन्छ। तपाईहरुले मलाई नेपाली बोल्ने मान्छेसँग एकचोटि यो डिटेलहरू बुझाइदिनुस् भन्नुभयो भने पनि बुझाउन सक्नुहुन्छ उहाँहरूले। यही जानकारी गराउन चाहन्छु र यो भिडियो जापानमा बस्ने सम्पूर्ण विद्यार्थीहरू समक्ष पुर्याइदिनु होला ताकि यो पछि समस्या नआओस् र बेलैमा उनीहरूले यो कुरा थाहा पाएर आफ्नो समस्याको समाधान आफैले गर्न सकुन्। यति भन्न चाहन्छु। हजुरको दिन शुभ रहोस्। नमस्कार।